22 वर्ष भयो। गर्न नपाउने तपाईहरुको बोली वचन एकचोटि होइन दुईचोटि होइन 1 वर्ष होइन 2 वर्ष होइन कति वर्ष भयो गरिदिन्छु त भनेकै हो तपाईहरुले तर कहिले गरिदिने हाम्रो जग्गा हामीले कहिले पाउने हाम्रो जग्गा चाहिँ तपाईहरुले बेच्न पाउने हामीले नसोचिकन तर हाम्रो जग्गा फिर्ता कहिले दिने त्यसको शब्द कहिले दिने कहाँ दिने सबैले सुन्नु तपाईले बोलेको हाम्रो लागि राम्रो गरिदिन्छु घर निकास दिन्छु पिस गरिदिन्छु सबैले भन्नुभएको छ तर अहिलेसम्म यहाँ पिस गरेको खोइ कति वर्ष भयो कति बोल्ने हामीले त्यसैले पिस मात्रै भएर हुँदैन पिसको भित्र यो पाइप राखेको पाइप पनि सानो भइरहेको छ यो पाइपले कतै नजाई बाहिर बाहिर निस्किरहेको छ त्यसैले के हामीले सिकाउनु पर्ने हो तपाईहरुलाई तपाईहरुले जानेकै छ नि के गर्नुपर्छ के गर्नु पर्दैन भनेर खाने मोट ठुलो छ ठुलो पाइप राख्नु पर्दैन सानो पाइप राख्छ सानो पाइपले कसरी खान्छ हरेक पिस भित्र पाइप राखेको छ सानो सानो के दुईटा तिनटा घरको लागि पनि हो त्यो पाइप विचार गर्नु पर्दैन त्यसमाथि हामी सबैको आवाज मेरो मात्र होइन कर्मचारी राखेको छ तपाईँहरूले कर्मचारीले के सिप जानेछ के जाने छैन खोजिदिने गर्नु पर्दैन के कर्मचारी थपेर मात्रै काम चल्छ जानेर बुझेर राख्नु पर्दैन करोना आयो भने करोना आयो तँलाई पख भनेको गर्छ हाम्रो तँलाई किन गर्छ हाम्रो तँलाई के गर्छ त्यसको सट्टामा फैँकेको यहाँ बस्छ होइन त्यही बस्छ होइन तिमीलाई के गर्ने के गर्न सक्छ है किनकि आयोको बारेमा सुन्नु हामी आएको होइन के सोध्नु पर्दैन तपाईको जग्गा बेच्ला छ तपाईको जग्गा यसको सट्टा यहाँ राख्नु छ मन्जुर छ कि छैन भनेर सोध्नु पर्दैन हामी जग्गा बेच्ने हामीले कहिले दिने दिन्छु भनेको छु चुप लागेर सुन्दै चुप लागेर कसरी के भयो जानेको के जानेको भने खै बेको कहिले दिने यसरी बोलायो विराटको सामने हामी के गर्छौँ न हाम्रो जग्गामा लुटेर खान पाइयो न हाम्रो जग्गामा सर बनाएर बस्नु पाइयो हाम्रो जग्गा चाहिँ बेच्ने त्यसको सट्टा किन नदिएको कहिले दिने मलाई धेरै चलेर यस्तो भन्न पाइएन भयो बसेको मान्छे हो तर मलाई आउने होइन गर्ने बाध्यताले म आएको त्यसैले विचार गर्नुहोस् तलब खाएर मेच मात्र बस्ने होइन यहाँ के भइरहेछ समस्या त्यो बुझ्नुहोस् कर्मचारी राख्ने बेलामा आफ्ना मान्छे मात्र राख्ने होइन त्यसमा सिप छ कि छैन उसले के जानेछ के जाने छैन भनेर कर्मचारी पनि राख्ने विचार गर्नु मैले धेरै बोल्यो होला मलाई रिस उठ्यो बोल्यो त्यसको लागि माफ सबैमा है